भ्रमणकै सिलसिलामा आज पश्चिम नवलपरासीमा आइपुगेका छौँ र पश्चिम नवलपरासीको अहिले हामी तीनवटा पालिका सुनोल, सरवल र यो बर्दघाट तीनवटा पालिकाका हामी संरचनाहरू हेरिराखेका छौँ र विशेष गरेर यो बर्दघाटमा व्यक्तिका घरहरूलाई बेसी केन्द्रीकृत गरेको हामीले महसुस गर्यौं र जिन्दगीभर परिवर्तनको निम्ति लागि परेका व्यक्तिहरू जो समाज परिवर्तनको निम्ति भनेर हिँडेका र एक हिसाबले भन्ने हो भने सम्पत्तिको नाममा एउटा घर मात्रै भएका व्यक्तिहरूका घरहरू ध्वस्त बनाउने काम, पूर्ण रूपले ध्वस्त बनाउने काम गरिएको छ। यो अत्यन्तै अब एउटा भन्दा यो प्रतिशोध पूर्ण काम भएको छ र त्यस्तै गरेर सरकारी संरचनाहरू पनि अब बर्दघाटको नगरपालिकाका सम्पूर्ण रेकर्डहरू ध्वस्त भएका छन् र यही पुनर्वास कम्पनीको पनि जुन रेकर्ड सम्पूर्ण रेकर्डहरू ध्वस्त बनाउने काम भएको छ भने कतिपय वडा कार्यालयहरू ध्वस्त बनाउने काम भएको छ। यो अत्यन्तै घोर आपत्तिजनक खालका कामहरू भएका छन् र यी कामहरू जेनजीहरूले गर्दैनन् र यो जेनजीहरू उनीहरूले मुलुकमा सुशासन र भ्रष्टाचार न्यूनीकरण गर्नको निम्ति जुन उनीहरूले प्रमुख मुद्दा बनाएर आएका थिए र यस्ता कार्य उनीहरूले कल्पना पनि गर्न सक्दैनन् र यो जुन कार्य गरिएको छ यो पूर्ण रूपले अपराधिक समूहबाट यो भएको कार्य छ र यो अत्यन्तै घोर आपत्तिजनक छ। भर्त्सना जति भर्त्सना गरे पनि यो भर्त्सना गर्न नसकिने खालको व्यवहारहरू भएका छन् र आज धेरै एउटा व्यक्तिले राजनीति गरेको नाममा एउटा घरको एउटा परिवारले अब त्यसको शास्ति बेहोर्नु पर्ने अवस्था आएको छ। आज एक हिसाबले भन्ने हो भने कतिपय व्यक्तिहरू शरणार्थी बन्न पर्ने परिस्थिति निर्माण जुन गराइयो यो घोर आपत्तिजनक छ भन्ने मैले लिएको छु। र अर्को कुरा तपाईले जुन कुराहरू अब यसलाई प्रदेशका संरचनाहरू कसरी तपाईले अगाडि बढाउँदै हुनुहुन्छ भनेर भन्नुभएको छ। हामीले काम जनताका कामहरू टेन्ट मुनि बसेर भए नि जनतालाई सेवा प्रवाह गर्नको निम्ति हाम्रा सबै कर्मचारी साथीहरूलाई उच्च मनोबलका साथ लाग्नको निम्ति आह्वान गरिराखेका छौँ र जुनसुकै ठाउँमा हामी जहाँ पुगेका छौँ सबै ठाउँमा कर्मचारीहरूको मनोबल उठाउनको निम्ति र उहाँहरूलाई अब दिनानुदिनको कामसित जोडिनको निम्ति प्रेरित गर्ने हिसाबले अगाडि बढिरहेका छौँ र जहाँ पूर्ण रूपमा ध्वस्त भएका छन् त्यसमा प्रदेश सरकारले केही रकम हामी राहत पठाउने काम पनि गरिसकेका छौँ। निरीक्षण हेर्दै अनि कहाँ आवश्यकता हो भनेर त्यो आवश्यकताको आधारमा त्यसलाई पुनर्व्यवस्थापन गर्नको निम्ति प्रदेश सरकारको तर्फबाट हामीले साथ सहयोग पनि गर्दै अगाडि बढिरहेका छौँ।